घेवा गर्दा बाख्रा मार्ने, भैँसी मार्ने, कुखुरा मार्ने चलन छ भने आजैबाट छोड्नुहोस्। यो बिल्कुलै गलत हो होइन। हाम्रो मिमीबाजदेखि चलिआएको चलन हो। हामी त मान्नुपर्छ, हामी खानुपर्छ। तिमीले भनेर हुन्छ भनेर होइन फेरि बुरु उभिनु होला। यो ठुलो पाप हो। र एउटै मात्र प्रश्न गर्छु हजुरहरूलाई चाहिँ, त्यो मारेको बाख्रा भैँसीले चाहिँ घेवा गर्ने कि उद्धार गर्ने कि तपाईँको मरेको मान्छेको होइन त्यो घेवा गर्न लागेको मान्छेको चाहिँ मुक्ति गर्ने होइन उद्धार गर्ने घेवा गर्ने, त्यो कुरो रहन्छ। र बुद्धको धर्मशास्त्र अनुसार, बुद्धको नीति अनुसार, दर्शन अनुसार चाहिँ शुभ अवश्य अशुभ कार्यमा चाहिँ त्यस्तो गर्नु, प्राणी हत्या गर्नु बिल्कुलै गलत हो। त्यो चाहिँ नर्कमा पतन हुने, नर्कमा जाने ढोका खोल्छ। तपाईँ स्वयं पनि नर्कमा जान्छ र पितृ पनि नर्कमा जान्छ। यो कुरा हाम्रो ठुलो परम पूजनीय गुरु रेम्पोछेहरूसँग, खेम्बो गुरुहरूसँग, हाम्रो लामो गुरुहरूसँग तपाईँले सोध्न सक्नुहुन्छ। अनि लामो गुरुहरूले त भन्नु होला खानु हुँदैन, लाउन हुँदैन, यो त मार्नु हुँदैन भनेर भन्नु होला। तर तपाईँहरूले जिद्दी गरेर त्यस्तो गर्नुहुन्छ भने आजैबाट त्यो चाहिँ छोड्नुहोस्। यो बिल्कुलै गलत हो।